हेलो गाइस, देखो है ना, हामी आज माउन्टेन लाभा कुकिङ बनाउँदैछौँ। माउन्टेन लाभा कुकिङको देखो सबसे फर्स्ट में बटर पिन्नु परेगा। बटरलाई मेल्ट गर्ने बाबत आइसिङ सुगर र ब्राउन सुगर डाल्नु परेगा र ब्राउन सुगरलाई मजा से राम्रोसँग मालिस गर्नु परेगा र उसके बाद मैदा डाल्नु परेगा 100 ग्राम मैदा डालेर अच्छा से फेरि त्यसलाई पनि मेल्ट गर्नु परेगा। माउन्टेन लाभा गर्दाखेरि यसलाई मैदालाई पनि बटर आइसिङ सुगर ब्राउन सुगर मेल्ट गर्नु परेगा। अनि यसमा मिल्क कलर मिल्क हाल्नु परेगा र भेनिला एसेन्स नि यसमा हाल्नु परेगा र यसलाई फेरि मिक्स गर्नु परेगा। मिक्स गर्ने बाद यसलाई पुरा राम्रोसँग मिक्स गर्नु परेगा। यताउता गरेर पुरा आटालाई मरम गर्नु परेगा गाइजहरू हैन। त्यसको बाद यसलाई यस्तो एउटा सुप बलमा राखेर फ्रिजमा राख्नु परेगा। फ्रिजमा राखेको 1-2 घण्टा बाद फेरि यसलाई निकालेर यस्तो गर्नु परेगा। यस्तो मालिस गरेर यसको वेट 80 यसको नै 90 वेट गर्नु परेगा। 5 पेडा हुन्छ यसको 5वटामा 90 गर्नु परेगा। 90 गरिसकेपछि 5 पेडा रेडी भयो। फेरि यसलाई फ्रिजमा राख्ने र डार्क कम्पाउन्ड चकलेट D45 लाई कटिङ गर्ने, मसिनो गरेर कटिङ गर्ने गाइजहरू देख्न सक्नुहुन्छ। मसिनो गरेर फेरि मेल्ट गर्ने अब यो सेनिङ गर्दा हुन्थ्यो। आज यो चकलेट हार्ड नहुँदाको कारणले हामीले तावाको लागि पछि तावा गरम गरेर हल्का जल्दी छिटो गर्नको लागि यस्तो गरम गाइजहरू देख्न सक्नुहुन्छ। यो गरेर पुरा मेल्ट अच्छासे मेल्ट गर्नको लागि हामी यस्तो गरिरहेको छौँ। माउन्टेन लाभा कुकिङ भन्ने एउटा यो फेमस छ इन्डियामा अहिले गाइज हैन। अनि त्यसैले देख्न सक्नुहुन्छ यस्तो भएछ र यस्तो भएर अच्छासे यसलाई यस्तो राम्रोसँग मालिस गर्नुपर्छ। फेरि गाँठसाँठ भयो भने हुँदैन के फेरि हैन। अनि फेरि यसलाई अब उसमा वेट मेसिनमा फेरि क्लिन र्याप लगाएर ट्याक्क 80 ग्रामको यसलाई राख्नुपर्छ। र 80 ग्रामको 5 पेडा राख्यो भने यसलाई पनि 5 पेडा बनाएर राख्ने। 5 पेडा बनाएर राखिसकेपछि अनिमा सुरु हुन्छ यसको काम गर्नेमा हैन। अनि 5 पेडा रेडी भइसक्यो गाइस, देख्न सक्नुहुन्छ 5 पेडा रेडी भइसक्यो। अनि त्यसको बाद अनि ट्रे हैन, ट्रेमा ओइल सोइल लगाएर यसमा त्यो फ्रिजबाट त्यो निकाल्यो 90 ग्रामको पेडा हो। त्यसमा यस्तो गरेर पेडाहरू हातले मालिस गरेर यसलाई बनाउनु पर्छ। मालिस देख्न सक्नुहुन्छ कस्तो छ। राम्रो छ भने फेरि भन्नु होला। म यस्तै केकको बारेमा अरु पनि भिडियो लिएर आउने छु हैन। हजुर सल्लाह दिनु होला कस्तो लाग्छ हैन।